हामी अगाडि बढ्दैछौँ। म माथितर्फ जाँदैछु। बतासे डाँडाबाट माथि केही टपसम्म गएर माथि टपबाट यहाँका ब्याकग्राउन्डका दृश्यहरू जोड्ने जमर्कोमा जुट्नेछु। पक्कै पनि माथि गएपछिको पछाडिका सिनहरू पक्कै पनि जोड्नेछु। कस्तो छ के छ भन्ने कुरो माथिबाट देखिनेछ पूर्ण रूपमा। यति बेला भर्खर मात्र हेर्दै हुनुहुन्छ भने हामी छौँ प्युठान नगरपालिका 3 को बतासे डाँडादेखि म माथितर्फ सेपुङतर्फ उक्लिँदैछु। पक्कै दृश्य देखिरहनु भएको छ। के कस्तो छ पक्कै कमेन्टमा चाहिँ जानकारी गराउनु। ब्याकग्राउन्डमा देखिएको ठाउँ नै दैले सिमल रहेको छ। प्युठान नगरपालिका 3 को दैले सिमल। मैले बारम्बार जेएनजी पार्कको बारेमा मैले जानकारी गराइरहँदा कसैले दैले सिमल भन्ने कुन हो कहाँ हो भनेर सोध्नु भएको थियो। गाउँ चाहिँ यही रहेको छ। यही गाउँको फेरीमा चाहिँ जेएनजी पार्क निर्माण गरिएको छ। पक्कै पनि यहाँ आइसक्नु भएकोलाई जानकारी भयो र आउनु भएको छैन भने कुन ठाउँ होला दैले सिमल भनेको केही जिज्ञासा छ भने यही गाउँ हो। मैले माथिबाट देखाइसकेँ। यति छ, छोटो छ गाउँ, सानो छ गाउँ, एकदम सम्मु पर बसेको गाउँ छ। यो ब्याकग्राउन्डमा देखेको एरिया हो बतासे रिसोर्ट्स। पक्कै पनि यो एरिया चाहिँ बतासे रिसोर्ट धेरैलाई थाहा हुनसक्छ। यहाँसम्म आउनु भएकोलाई पक्कै पनि थाहा होला। यो बिजुवारभन्दा केही माथितर्फ पर्छ। र यसै गरी मैले जुम्रीका फाँटदेखि लिएर बिजुवार टारीका गाउँहरूदेखि लिएर सबैलाई क्यामेरामा कैद गर्नेछु। अलिकति उकालोले गर्दाखेरि श्वास प्रश्वासमा समस्या, अलिकति आवाज चिन्न सक्नुहुनेछ। खलङ्गाको सिन, बादलका धब्बाहरूदेखि लिएर आकाशमा एकदमै पूर्ण रूपमा बादल देख्न सक्नुहुनेछ। एकदमै कालो बादल, केही समयमा नि जस पानी पर्ला जस्तो एउटा दृश्यहरू देखिएको छ बादलको। पक्कै पनि पछाडिको सिन देखिसक्नुभयो। बतासे रिसोर्ट्स भनेर मैले जानकारी गराइसकेको छु। प्युठान नपा 3 मा पर्ने पक्कै पनि यहाँबाट देखिएका सबै सिनहरू नगरपालिका भित्रकै सिनहरू रहेका छन्। नपा 4, 3, 2 देखि लिएर सबै सायद समग्र ठाउँहरू छुट्याउनु पर्नेछ। म यति बेला बतासे डाँडाभन्दा कि माथि सेपुङ जाने बाटो, ओखरकोट जाने बाटोको डिलबाट बोलिरहेको छु। पक्कै पनि दृश्य देख्न सक्नुहुनेछ र चिन्न पनि सक्नुहुनेछ। आजको बसाइमा मैले दैले सिमल हुँदै बिजुवार टारीदेखि लिएर ढुङ्गेठारी जाने बाटोसम्मको सिनहरू मैले जोड्नेछु। पक्कै पनि दृश्यमा ब्याकग्राउन्डमा देखिरहनु भएको छ भित्रीकोटको टप। पक्कै पनि यहाँसम्म नि धेरैजना पुगिसक्नु भएको छ। यदि पुग्नु भएको छैन भित्रीकोट कहाँ होला भन्ने केही जिज्ञासा छ भने मैले अहिले देखाइरहेको जुन टपको ठाउँ नै भित्रीकोट राजदरबार रहेको छ, यही रहेको छ। म जुम गर्छु, यही नै रहेको छ। त्यसै गरी म ढुङ्गेठारी जाने बाटोलाई पनि हाइलाइट गर्छु, यही बाटो हो। आजको मेरो यात्राको दौरानको बाटो चाहिँ यही रहेको छ। मेरो बाटो नै यस्तै हुने गर्छ। भिरपाखा, हिमाल पहाड, यस्तै वन जङ्गल, यस्तै भिरपाखामा नै हुने गर्छ मेरो प्राय गरी यात्रा। यति बेला म सापडाँडाभन्दा केही वाल्लोपट्टि माथि जङ्गलमा आइपुगेको छु। यो जङ्गलको बिच भागमा चाहिँ एउटा घर चाहिँ बेवारिसी अवस्थामा छ। सायद सम्भवतः यहाँ बसोबास बन्द भइसकेको छ। म तलै पुग्नेछु र यहाँको ब्याकग्राउन्डहरू देखाउने छु। घरको बनावट हेर्दा राम्रो छ। मुनि कोठाहरूदेखि लिएर चिटिक्क पारिएको छ। भर्खर मात्र छोडिएको जस्तो मैले महसुस गरेँ। पक्कै पनि यहाँबाट म देखाउने छु सबै सिनहरू के कस्तो छ, किन छोडियो, किन बेवारिसी गराइयो भन्ने कुरो पनि सायद सम्बन्धित उहाँहरूलाई नै थाहा होला। घरको बनावट एकदमै राम्रो छ। मुनितर्फ अन्डरग्राउन्ड सिस्टमको पनि रहेछ। बङ्कर सिस्टम सायद सम्भवतः बाख्रा पाल्नको लागि होला। यहाँनिर आँपका रुखहरू पनि छन्, आँप पनि फलेको छ, बारीहरू पनि रहेछ। तर जङ्गलको बिचमा छ। सायद पछि जङ्गल फैल्यो कि यहाँ आँपहरू यस्तो राम्रो फलेको छ।
यति बेला म यो सल्लेरी घारीबाट यसो चरचामबाट पाल्लोपट्टिको साँपडाँडाको गाउँलाई कैद गर्दैछु। पक्कै पनि यो दृश्य हो ब्याकग्राउन्डको दृश्य साँपडाँडा रहेको छ। विजयनगर भनेर चिनिन्छ पहिलादेखि। साँपडाँडाको शारदा माध्यमिक विद्यालयलाई विशेष गरी फोकस गरे, ठुलो हाइलाइट गरे। पक्कै पनि यो गाउँको नाम साँपडाँडा रहेको छ। अलिकति झाडीबाट मैले यहाँका सिनहरू लिने प्रयासमा जुटेको छु। यहाँ माथि पनि एउटा घर बेवारिसी अवस्थामा देखियो। यो घर पनि छोडिसकेको छ, सम्भवतः जङ्गलको बिचमा छ। मैले यहाँबाट अलिकति रुखहरूको कारण सबै क्लियर रूपमा सिनहरू लिन सकेन। साँपडाँडाको ब्याकग्राउन्ड हुँदै माथितर्फ जुम्री काँडाको सिन, माथि लिस्नेको आसपासको वाल्लोपट्टिको सिन, त्यसै गरी कुकुरे गौँडाको जुन खप्लीभन्दा माथिको यो चुच्चे डाँडो चाहिँ कुकुरे गौँडाको सिन पनि मैले जोडेको छु। पक्कै यही चुच्चे डाँडो नै रहेको छ। त्यसै गरी मुनि प्युठान नपा 6 अथवा माछकोट 8 को निपानेको गाउँलाई पनि हल्का धमिलो देखिरहेको छ यही गाउँ। यति बेला म फेरि साँपडाँडाको गाउँलाई ब्याकग्राउन्डमा लिँदैछु। अघि माथि जङ्गलको झाडीबाट अलिकति रुख वृक्षहरूले अलिकति क्लियर देखिएको थिएन। अहिले चाहिँ म क्लियर देखिने जति यहाँभन्दा बढी देख्न सक्ने अवस्था छैन, रुखहरूले छेक्ने गर्छन्। तसर्थ पनि मैले यहाँबाट देखिन सक्ने जति इलाकालाई कभर गरेको छु। पक्कै पनि घरहरू देख्न सक्नुहुनेछ। यसरी यो गाउँ हो साँपडाँडाको, प्युठान नगरपालिका 3 मा पर्ने साँपडाँडालाई मैले देखाउँदैछु। यति बेला माथि शारदा माविलाई अघि नै देखाइसकेको छु, म फेरि पनि देखाउँछु। यही नै रहेको छ। म घुम्दै घुम्दै साँपडाँडा हुँदै पनि तलतर्फ आइसकेँ। अब बिजुवार टारीको भागलाई देखाउँदैछु यति बेला। यो चाहिँ सिन टारीको भाग हो। अहिले फेरि बादल गर्दैछ। म करिब करिब आजको यात्राको अन्तिम चरणमा छु। पक्कै पनि आजको यात्राको मेरा झलकहरू, दृश्यहरू कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला। पक्कै पनि यो चाहिँ अन्तिम फेजका केही दृश्यहरू, बिजुवार टारी र ब्याकग्राउन्डमा खलङ्गा मलरानीका केही सिनहरू जोडिरहेको छु। जन्जी पार्कतिर आज म गएन। दैले सिमलको केही सिन जोडे, बतासे डाँडाको केही सिन जोडे र माथि जङ्गलतिरको केही सिन जोडे र साँपडाँडाको केही सिन जोडे र अन्तिम फेजमा बिजुवार बस पार्कदेखि लिएर जुम्री फाँटका केही दृश्यहरू जोड्दै आजको यात्रा मेरो अन्तिम हुनेछ। अब केही सिन मात्र बाँकी छ। केही सिनपछि मेरो यात्रालाई अन्त्य गर्नेछु। पक्कै पनि त्यो सिन पनि तपाईँहरूमा जोड्ने नै छु। पक्कै पनि अन्त्यसम्म हेर्न नभुल्नुहोला।